ल साथीहरूले यो घरको भित्र पनि देखाउनु भन्नुभएको थियो। हामीले चाहिँ केही दिन अगाडि मात्र ह्यान्डओभर गरेको यो चितवनको भरतपुरमा बनेको घर हो। म आज तपाईँहरूलाई यो घरको होम टुर दिँदैछु। भित्र पसेर यो चाहिँ हाम्रो मेन डोर भइहाल्यो। बरन्डामा चाहिँ ग्रानाइट दिएका छौँ भनेदेखि यो मेन डोरको चाहिँ यो जाली पल्ला हो र यसमा चाहिँ डबल पल्ला आएको छ मेन डोरमा, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसपछि चाहिँ यो चाहिँ छिर्ने बित्तिकैको एउटा लिभिङ स्पेस हो। यो चाहिँ एकदमै स्पेसियस छ हेर्नु तपाईँहरूले। अनि हामीले यहाँनिर एउटा झुमर पनि राखेका छौँ। मैले चाहिँ यो दिउँसोमा भिडियो गरिरहेको छु। यहाँ टाइल दिएका छौँ लिभिङमा चाहिँ। र यसपछि भनेको चाहिँ हाम्रो एउटा भरेङ साइड चाहिँ तपाईँको यो ग्रानाइट, ब्ल्याक ग्रानाइट र व्हाइट टाइलको कन्ट्रास्ट दिएको छ। एकदमै राम्रो छ यसको लुक्स। र भरेङको रेलिङ चाहिँ स्टेनलेस स्टिलको छ र भरेङसँगै यतापट्टि साइडमा चाहिँ यो बेसिन भइहाल्यो र यो चाहिँ टोइलेट कम बाथरुम रहेको छ। तपाईँहरूले यो पनि हेर्न सक्नुहुन्छ। हामी यो बाथरुममा चाहिँ कमोड दिएका छौँ। यो चाहिँ बाथरुम हो, साउन्ड सहितको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यसपछि यो लिभिङ पछिको यो भित्रको चाहिँ यहाँ हामीले दुईवटा कोठा बनाएका थियौँ पहिला उहाँहरूको इच्छा अनुसार। तर पछि चाहिँ उहाँहरूले के भन्नु भन्दा यो किचन हो, 12x12 किचन थियो र एउटा रुम थियो छुट्टै। तर एउटै किचन र डाइनिङ एकदमै स्पेसियस ठुलो बनाउने भनेर यो दुईवटा रुमको चाहिँ एउटै बनाउनु आएको छ उहाँहरूले। यो चाहिँ बाहिर जाने घोका भयो पछाडिको। यो चाहिँ सिङ्गल पल्ला दिएको छ, दुईवटा झाल रहेको छ यसमा चाहिँ। पछाडिको पार्ट पनि म देखाउँछु तपाईँलाई। किचनको काउन्टर स्ल्याबमा हामीले ग्रानाइट दिएका छौँ भनेदेखि र त्यसको माथिपट्टि 2 फिटमा हामीले टाइल लगाएका छौँ। अनि यो चाहिँ बेसिन भइहाल्यो, सिङ्क भइहाल्यो, किचन सिङ्क। किचनमा पनि हामीले पुरै टाइल दिएका छौँ किचन र लिभिङमा। लिभिङबाट छिर्ने बित्तिकैको चाहिँ यो हाम्रो यो बेडरुम हो। अनि यो चाहिँ सुरुमा किचन बनाउने कुरा थियो, तर पछि उहाँहरूले अगाडि किचन नबनाउने भनेर बेडरुम बनाउनु भएको छ। उहाँहरूले चाहिँ यो सामान सारिसक्नु भएको छ है त। केही समय अगाडि नै सार्नु भएको गन्जागोल देखिएको छ। तर यो चाहिँ बेडरुम हो, अलिकति सानो छ। यो चाहिँ 12x11.5 जस्तो छ है त। यो चाहिँ जस्तै यो ग्राउन्ड फ्लोरमा किचन डाइनिङ सहित 2टा, लिभिङ र बेडरुम सहित 4वटा कोठा हुन्छ। हामी माथि जाउँ है। भरेङ हेर्न सक्नुहुन्छ तपाईँहरूले। भरेङमा पनि यसको टाइल र ग्रानाइटको कन्ट्रास्ट एकदमै राम्रो आएको छ। यो चाहिँ फिनिसिङ पनि यतिको राम्रै छ, स्टिक्क छ यो घरमा चाहिँ। अब यहाँ फेरि भरेङबाट माथि चौमासा अर्को लिभिङ छ, यो स्पेसियस लिभिङ छ, एकदमै खुला बनाएको छ। यो चाहिँ यो लिभिङमा पनि हामीले टाइल दिएका छौँ। यो टाइलको रोजाइ चाहिँ घरबेटीकै हो। यो लिभिङ रुम भन्नाले एकदमै स्पेसियस छ, टेबल मिटर फ्यान पनि रहेको छ, झुमर पनि दिएका छौँ हामीले। अनि यो अझै माथि जाने भनेको भइ नै हाल्यो। यो बाथरुम भयो। तपाईँहरूको यो बाथरुम पनि म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ प्यान छ यहाँ चाहिँ होइन। हामी यसमा टोटल बाथरुममा 4वटा बाथरुम, टोइलेट बाथरुम मध्ये एउटामा प्यान, 3टामा चाहिँ कमोड दिएका छौँ। यो बाथरुम भइहाल्यो।